एकदम फ्रेस रुखमै चढेर है किनेर खाएको र रुखमा यसरी टिपेर त्यो पनि अझै कसरी भन्दाखेरि म देखाउँछु तपाईहरुलाई। यसरी रुखमै जिब्रोले टोकेर खाएको चाहिँ लस्टे मिठो। अब चढेर आएर खाना चाहिँ खायो, अब घर जाने चाहिँ कसरी? यस्तो छ, यस्तो भर्याङ जस्तो सिधै तेर्सो आएको के रुख त माथि सिधै ठाडो जानुपर्ने, यसो तेर्सो आएको, अघि चाहिँ जसो त्यसो आयो खाइयो। अब जान अप्ठ्यारो छ, अब सकिएला त जान। ओ यामजी कसरी झर्ने? मेरो बास यही होला जस्तो छ, मेरो बास यही हुन्छ होला आज। तर जमानामा त च्याम्पियनै हो रुख चढ्नलाई, यसरी पछाडिबाट झर्नुपर्छ है। ओ माय गॉड, ओइ खसी होला जस्तो छ त। यसरी 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 टाँसेर सकिन्छ त? यो त गाह्रो पो छ त यार, यतिसम्म त आयो। च्याप्यो च्याप्यो च्याप्यो। उही खुट्टाले नि भेट्दैन त, के भएको? साथीहरू मलाई गाह्रो भयो, मलाई गाह्रो भयो। कसरी झर्ने? समाउने चिज छ, कसरी झर्ने त अब? ओहो, हेलिकप्टर बोलाउनु पर्छ के हो? गाह्रो पो छ त। ल साथीहरू, मेरो बास त यही हुन्छ क्या।